दर्शन गर्ने निम्राएको छ भनेर गएर दर्शन गर्नु देख्नु दास पनि गएँ। एउटाले गङ्गाजीको दर्शन नित्य दर्शन पर्छ स्मरण यी सबै हाम्रा अन्तिम वैकुण्ठको बाटोलाई प्रदान गर्नेवाला गङ्गाजीको एउटा यस्तो प्रेरणा हुन्छ अरे हामी त्यसमा दत्त चित्तमा लाग्नु पर्यो। र अब यो दिव्य समय हो, अत्यन्त राम्रो हो। सबभन्दा यो सम्पत्ति पाइने केबाट सत्सङ्गबाट पाइने हो। बुझ्नुभयो? सत्सङ्ग भनेको कस्तो चिज हो? स्वामीले भन्नुभयो एउटा सत्सङ्ग भन्नु। अब मुख्य प्रबन्ध गर्ने आचार्यले हुनुहुन्छ, उहाँले भनेपछि मलाई पनि अलिक उत्साह बढ्यो नि। गाली गर्नु भएको होइन भन्ने जस्तो लाग्यो, भन्ने मन लाग्यो। भक्तवत्सल भगवानको आज एकादशिता होइन नि। श्री सत्यनारायण भगवानको एउटा सत्सङ्गको महिमा हुन्छ है। सत्सङ्ग त्यसको भूमिका सत्सङ्गात भवनिष्ठि हो। सत्सङ्गद्वारा भव भनेको संसारबाट त्यो व्यक्ति निष्क्रिय भनेको मुक्त हुन्छ। त्यो संसारबाट मुक्त भएपछि त्यहाँ कहिले पनि जाँदैन।